हेलो साथीहरू, आज म बनाउन गइरहेछु यसको दाल, सजेनाको दाल है, सजेनाको पत्ताको दाल। मलाई चाहिँ सजेना भन्दा पनि यो चाहिँ मिठो लाग्छ, त्यही भएर अहिले बिहानै आज खोजेर ल्याएको छु। कस्तो राम्रो छ हेर्नुहोस् त। यो चाहिँ कलिलो छ नि त, मैले आज कलिलो खोजेर ल्याएको छु, त्यही भएर मैले ठुल्ठुलै राखेको छु, सबै कलिलो टिपेर ल्याएको। यसलाई चाहिँ बासी राख्यो भने पाक्दैन है साथीहरू, हैन। अब म यसको दाल बनाउन गइरहेछु। कस्तो हुन्छ, हल्दी पाउडर हाल्छु। हल्दी पाउडर चाहिँ आफ्नो हिसाबले राख्नुहोस् ल। अनि नुन राख्छु, नुन पनि आफ्नो हिसाबले। अनि यसमा टिम्बुरको धुलो है, यो टिम्बुर, यो टिम्बुर हो, टिम्बुरको धुलो राख्छु आफै पिसेको। अनि यो चाहिँ लसुन हो, लसुन पनि यहाँ राख्छु। अनि यो चाहिँ डल्ले खोर्सानी काटेर बनाएको, यो पनि यहीँ राख्छु म। अब म यो सजेनाको पत्ता अघि धोएर रेडी छ, यो लाउँदैछु। अनि यसलाई अब अलिक छ यतिको यो पाकिसक्यो। अब हामीले यसमा बेकिङ सोडा हाल्दैछु अलिकति। अब 10 मिनट जस्तो यसलाई पकाउनुपर्छ। एकपट्टि चाहिँ पानी तताइ राख्नुहोस् हैन। तपाईँलाई गाढा चाहियो भने अलिकति सुजी, होइन भने आँटा पनि 1 चम्मच पानीमा घोलेर लाउन सक्नुहुन्छ है साथीहरू। मेरो दाल पाक्न आँटिसक्यो, हेर्नुहोस्। म चाहिँ यो दाल डेली पाए पनि खान्थेँ, त्यस्तो मिठो लाग्छ यो। शरीरको लागि, स्वास्थ्यको लागि पनि एकदमै राम्रो, गुड भन्छ यो हैन। अनि त्यही भएर यो सुगर भयो, ब्लड प्रेसरहरू भयो, पाइल्स भयो, पेट साफ गर्नमा पनि राम्रो काम दिन्छ भन्छ यो। त्यही भएर मलाई चाहिँ एकदमै मिठो लाग्छ यो। मिठो पनि लाग्छ र राम्रो पनि हो हेल्थको लागि। जेसँग नि खान सक्नुहुन्छ, सुप जस्तो पिउनु पनि सक्नुहुन्छ, चामलसँग भातसँग पनि खान सक्नुहुन्छ हैन। म चाहिँ यतिकै